टाइमहरू चाहिँ हाम्रो चाहिँ खाजा हेलो गाइज वेलकम ब्याक टु माई च्यानल न्यू डे न्यू ब्लग आयो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि म चाहिँ अहिले काठमाडौँमा छु काठमाडौँ चाहिँ मस्ती आएको पनि भिडियो गर्छु भन्ने सोचेको थिएँ अब त्यस्तै रमाइलो भयो सो मैले चाहिँ बनाइन आएको ब्लग चाहिँ फर्स्ट डेको चाहिँ बनाएको थिएँ फर्स्ट टाइमको चाहिँ बनाएको थिएँ काठमाडौँ आउँदा त्यो सेकेन्ड राउन्डको चाहिँ बनाउनु पाइनँ त्यही हो अनि म काठमाडौँ आएको चाहिँ 1 महिना हुन आँट्यो अब 2 दिनपछि एक महिना हुन्छ सो त्यही हो अनि गाइस राम्रै भइरहेछ काठमाडौँको ठाउँ हो अनि राम्रै भइरहेछ रमाइलो भइरहेछ अनि आज चाहिँ के हो भने चाहिँ किन भ्लग बनाएको भने चाहिँ लङ टाइम पछि मैले भ्लग बनाएँ किनकि मैले भ्याएको पनि थिएन अनि अब त्यस्तै हो भने कामहरू हुन्छ मान्छेहरूको त्यसैले बनाएको थिइनँ अनि सो आज चाहिँ मैले बनाएको अनि सो भ्लग बनाउनुको रिजन चाहिँ हाम्रो आज चाडपर्व हो मतलब अब माझीहरूको हुन्छ नि कोशी पूजा लादी पूजा सो हामी चाहिँ अहिले त्यही मनाउन आएको छौँ यहाँनिर के घाट अरे दोलाल घाटमा आएको छौँ अनि यहाँ चाहिँ हामी चाहिँ अब चिन्ने अब मिल्ने यस्तो चाहिँ हुँदैन उता हाम्रोतिर चाहिँ कतिजना कहाँ कुन ठाउँबाट आउँथ्यो बट हामी चाहिँ यो धेरै ठाउँको छैनौँ अनि धेरै जग्गा पनि छैनौँ अनि सो त्यही हो अनि अब यही हो इन्जोय गर्ने अनि रमाइलो गर्ने अनि खाने गर्ने अनि फोटोसुट खिच्ने होला अब हुन्छ नि भिडियो सिडियो अनि त्यही हो यहाँ चाहिँ अनि त्यही हो आजको भिडियो चाहिँ अनि हेर्नु होला मजाले अनि आयो तपाईँहरूले फुल भिडियो हेर्नुहुन्छ होला मजाले हेर्नुहुन्छ होला अनि त्यही हो सबैजनाले नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु नबिर्सिनु होला अनि पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब त गरिसकेको हुन्छ लाइक कमेन्ट गर्नु होला सो अहिले चाहिँ बाई बाई अनि यहाँ पर चाहिँ पूजा गर्नु हुँदो रहेछ पूजा गर्नेहरूले पूजा गर्नुहुन्छ अनि त्यही हो सबैजनालाई ह्याप्पी लादी पूजा ह्याप्पी कोशी पूजा सबैजना माझीहरूलाई अरूलाई पनि यहाँनिर ब्लर पो आइरहेको रहेछ त यहाँ यहाँनिर पूजा गर्दैछन् छट्टैसँगले यहाँ चाहिँ पूजा गर्नुहुँदैछ कृपाले पूजा गर्नु यो बोतलमा हाल्नु क्या दुध यो पालिएको रहेछ काठमाडौँदेखि लिएर आएर खानासाना खुवाएर यहाँ बनाएर लगेर 65 सेकेन्ड पुग्यो होला चट्ट भाडा काट्ने हो जोडी चाहिन्छ होला माने अहिले रगत दिने हो तर नछिनेर पो खतम भयो यो चाहिँ हाम्रो बसेर खाने ठाउँ हो यो अनि यहाँ चाहिँ खाजासाजा खानासाना बनाउने हो यहाँनिर भाडामा चाहिँ चट्ट बस्ने हामी होइन यता हेर्न चाहिँ हाम्रो बस्ने ठाउँ टक्कसँग बस्ने उतेसरी अनि न्याङ्ने खाने अनि चाहिँ राख्ने ठाउँ रहेछ
हाम्रो चाहिँ खाजा खाने टाइम यो चाहिँ सो हामीले चाहिँ फोटोसोटो खिचेर अब भिडियो सिडियो हानेर हिँडिसक्यौँ होइन खाजा खाएको पनि तपाईँलाई देखाइसकेँ खाजा खाएर चाहिँ हामी फोटोसुट खिच्न गएको सो हाम्रो फोटोसुटहरू पनि सकियो होइन अनि त्यही हो उहाँ चाहिँ तपाईँको नाम भन्नु रेशमा श्रेष्ठ उहाँ चाहिँ रेशमा श्रेष्ठ हो अनि सो त्यही हो आजको दिन यस्तै भयो देखिहाल्नुभयो देखाइहालेँ मैले अझै अरू पनि देखाउने छु तपाईँहरूलाई सो मजाले हेर्नु होला सो अहिले चाहिँ बाई बाई टाइम हो यो चाहिँ खाजामा चाहिँ छ हाम्रो यस्तो सो गाइज हामीले चाहिँ खाजा खाइसक्यौँ होइन अब एकछिनमा खाना खाने अनि त्यसपछि एकछिन रमाइलो गरेर डान्स गर्ने अनि घर जाने डान्स त देखाइहालेँ मैले हेरिसक्नुभयो तपाईँहरूले कस्तो लाग्यो है कमेन्ट सबैले हालिदिनु होला राम्रो लाग्यो भने सो त्यही हो गाइजहरू म देखाउँछु अहिले चाहिँ चट्टै यहाँ फोटो खिच्ने होइन यस्तो पोज दिइरहेको छु त्यो भिडियो गर्दैन त सबैलाई चाहिँ बाई बाई हाम्रो कल्चरको डान्स हो भोटे हाम्रो भोटे पनि हुन्छ
आइसकेको अगाडि नै किनकि बसमा हिँडेको क्या बस भएको ठाउँमा किनकि हामी ठाउँ रोक्नुपर्ने हुन्छ भरे लास्टमा गयो भने त भरे बस्ने ठाउँै हुँदैन सो त्यस कारणले हामी चाहिँ सबभन्दा सुरुमा हामीले नै खाएको दुईजनाले अनि सकेर हामी चाहिँ अब ठाउँ रोक्न गएको सिट रोक्न भनौँ न अनि त्यही हो अनि गाइजहरू त्यही हो आजको भ्लगहरू त्यस्तै त्यस्तै भयो होइन कोष पूजा यस्तै हो हाम्रो भाषामा चाहिँ लादी पूजा भन्छ कोष पूजालाई लादी पूजा भन्छ अनि त्यही हो रमाइलो नै भयो राम्रै भयो यसो गाइज यति नै हो आजको चाहिँ लङ टाइम पछि भिडियो पनि आयो त्यसको लागि सरी अनि अब टाइम नमिलेर अनि त्यस्तै भएर हो सो त्यही हो गाइजहरू फुल भिडियो हेरिदिनु भयो होला त्यसको लागि धेरै धेरै धन्यवाद यति नै हो भ्लग आजको चाहिँ अब नेक्स्ट भ्लगमा भेटौँ होला अनि सो लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला सो बाई बाई